Belanya wana masingate kirma singchang mangpili. Shalgrabai city mo tuimani tuyaw kocok thangka khorok nuji tham juan rok. Watai kubang wama bai ban kuwagai tui kocok thaiga tista tuimawo. Asumsa tui phaima bai tista tuimani tui torei thangka. Teo tuimani tuibe baksa kocokai kumai thangka khorok nuji tham juan rok. Kocok bai kha kubang ma mal khungtei kaham nok. दर्शकबिन तपाईले यो देखिरहेको दृश्य सिङताम इन्द्रेणी पुल जो अहिले राति बिहानको रेलवे स्टेशन का जो ब्रिज है वहाँ का है, ये पिलर के साथ पानी टच होके जा रहा है, तो अभी आगे का नो मोमेंट अभी पब्लिकलाई गर्न चाहन्छौँ। हेर्नुस् हामीले यो एरिया चाहिँ कर्डन अफ गरिदिएको छ, तर बेलुका चाहिँ हामीलाई यताको लोकल पब्लिकको सहयोग चाहियो। हाम्रो सिक्किम आर्म पुलिस आईआरबी पनि हामी डिप्लोय गर्दैछौँ, तर अघि पनि एकजना केटा हामीले पक्रियो जो घरभित्र पसेर कसैको सामान चोरी गर्ने खोज्दै थियो। पुलिस त अन अलर्टै छ, तर पब्लिकबाट हामी के सहयोग माग्छौँ, हामीलाई चाहिँ यहाँको गणमान्य 8-10 जनाको नाम आओस् जो बेलुका पुलिस मित्रको रूपमा काम गर्छ र उनीहरूले यो एरियालाई चाहिँ रुङ्ने हामीसँग चाहिँ हेल्प गर्छ, किनभने आम पुलिसले लोकल्सलाई चिन्दैन। यस्तो इन्सिडेन्ट्स हामीले पहिला अन्य ठाउँमा पनि देखेको छ कि कतिजना मान्छेहरूले यस्तो डिजास्टरको बेलामा कसैको घरबाट सामान चोरी दिन्छ, के इम्पोर्टेन्ट सामान लगिदिन्छ, पछि बेचारा त्यो फ्यामिलीहरू दुखी भएर थानामा आएर थेफ्टको कम्प्लेन गर्छ। यो घटना नहोस् र एसएचओ सिङतामलाई यो हेल्प चाहियो। दोस्रो हामी के नोट गर्दैछौँ, कतिजना पब्लिकले आफ्नो मेन बाटोमा भेहिकल चाहिँ त्यसै छाडा छोडेर उनीहरू कुन चाहिँ घरमा बसिरहेको छ, यसले चाहिँ धेरै ट्राफिकलाई डिस्टर्बेन्स गर्दैछ। हामी अहिले एनाउन्समेन्ट्स गराउनेछौँ। हामी रिक्वेस्ट गर्न चाहन्छौँ कि त्यो बाटो पनि क्लियर गर्नेमा लोकल पब्लिकले हेल्प गरोस्, ताकि इमर्जेन्सी सर्भिसेस, एसडीआरएफ, एनडीआरएफ, एसएपी, आईआरबी, डिस्ट्रिक्ट फिल्ड अफिसर्स, म्याजिस्ट्रेट्स जति पनि एजेन्सीज काम गर्नु आउँदैछ त्यहाँ निर्विघ्न बाधा रहित रूपमा चाहिँ काम गर्न सको, यो हामी अपिल गर्न चाहन्छौँ एउटा सिनियर लिडरसिपको तर्फबाट। बिहान जब यहाँनिर सबैलाई माइकिङ भइसकेपछि होइन एसएचओ सदरले प्लस जति पनि लोकल जेन्ट्री छ उहाँहरू मिलेर चाहिँ रेस्क्यु टिम फर्म गरेको थियो। हाम्रो एसडीआरएफको टिम पनि आएको थियो है। त्योले अहिलेसम्म बिहानसम्म चाहिँ 50 जनाभन्दा बेसी मान्छेहरू चाहिँ जो पनि बिल्डिङको टुप्पामा चाहिँ उहाँहरू हुनुहुन्थ्यो उहाँहरूलाई रेस्क्यु गरिसकेको छ है। कतिजना मान्छेहरू चाहिँ अब उहाँहरू बिल्डिङको माथि बसेको भए पनि हामीले निकाल्नु चाहँदाखेरि उहाँहरू आफै ननिक्लिनु चाहेको पनि यस्तो के भन्छ स्थिति आएको छ है। यसको अलावा चाहिँ हामीले अहिले सिङताम पुलिस स्टेसनमा चाहिँ एउटा कन्ट्रोल रुम सेटअप गरेको छ। जो पनि मान्छेको आफ्नो आफन्तहरू चाहिँ मिसिङ छ उहाँ चाहिँ त्यहाँ आएर इन्फर्मेसन दिनु पर्यो। हामीले स्पेसिफिक एउटा सिस्टम बनाएको जहाँ चाहिँ कुन लोकेसनबाट चाहिँ लास्ट मिसिङ भएको, सो द्याट हाम्रो टिमहरू स्पेसिफिक जग्गामा गयो भने चाहिँ त्यहाँनिर के भन्छ सर्च अपरेसन चाहिँ गर्नु सकोस् है। तपाईँले अहिले देख्नु भएको छ लालबजार तल्लोपट्टि एरियामा चाहिँ पुरा स्लज आएर चाहिँ एक तला जस्तो निकै के भन्छ सबै स्लजले भरेको छ है। सो अहिले यो रेस्क्यु अपरेसन यहाँपट्टि प्लस पल्लोपट्टि पाक्किम डिस्ट्रिक्टमा जुन चाहिँ गोलेटार एरिया त्यहाँ पनि छ। गोलेटार एरियामा चाहिँ 3टा डेड बडी निकालेको अहिलेसम्म इन्फर्मेसन आएको छ। अझै 4 जना जस्तो फसेको छ भनेर इन्फर्मेसन आएको छ। यहाँपट्टि हाम्रो सिङतामपट्टि चाहिँ अहिलेसम्म चाहिँ हामीले डेड बडी पर्सि भेटाएको छैन, किनभने यहाँ स्लज बेसी आएको छ है। सो अब हेर्दै जाउँ, किनभने इन्फर्मेसन चाहिँ हामीले कलेक्ट चाहिँ थानामा गर्दैछौँ, किनभने अब मान्छेहरूलाई कहाँ जाउँ के जाउँ हुन्छ होला। सो तपाईँहरूको माध्यमबाट यो पनि भन्न चाहन्छु, जति पनि सिङतामको मान्छेहरू छ आफन्तहरू हराएको छ भने सिङताम थानामा गएर तपाईले इन्फर्मेसन दिन सक्नुहुन्छ, सो द्याट हामीले चाहिँ अकर्डिङली चाहिँ उहाँहरूलाई सर्च गर्न सकौँ। अहिलेसम्म सिङताम बजार कोही मिसिङ के रिपोर्ट आएको छ? अहिले थानामा निकै आउँदैछ जो पनि आफन्तहरू छ, किन उहाँहरू पनि राति यहाँबाट भागेर जानु भएको होइन। त्यो हुँदाखेरि अत्तालिरहेको थियो होला। अहिले बिहान नभेटाउँदाखेरि चाहिँ थानामा आएर उहाँहरूले आफ्नो नाम को मिसिङ छ, उहाँको बुढा हो कि बुढी हो कि या नानी हो कि आफन्त को पर्ने छ, एज कति हो, कुन चाहिँ जग्गाबाट चाहिँ लास्ट मिसिङ भएको, फर इन्स्टेन्स या तल के भन्छ तपाईँको
लाल बजारबाट कुन चाहिँ बिल्डिङबाट चाहिँ त्यो तरिकाले हामीलाई के भन्नु रेस्क्यु के भन्छ सर्च गर्नु पनि सजिलो पर्छ। स्वर्णकमल ज्वेलर्स शरद अर्ग असामुताइनि बागै काहाम सखाते खाइकलाइमुं रुजाकनाय 11 अक्टोबर नि सिमी 21 अक्टोबर जरा मेगा लाकी ड्र तंगनाय 40 ग्राम नि रांसाकनि कानमानै तेई डेली लाकी ड्र तंगनाय 3टा होम किचेन एप्लायन्सेस शालब्रुम कानमानै पाइमानि लगिओ तंगनाय रांसाकनि पुइसा 100% खाइकलाइमुं रुजाकनाय हिरानि कानमानैनि बायनाओ 25% खाइकलाइमुं रुजाक रांसाकनि कानमानैनि बायनाओ शालब्रुम पाइमानि लगिओ सखातबो रुजाकनाय गोजाम रांसाकनि कानमानैनो सोलाय गोताल हलमार्क गोनां रांसाक पाइनानि सेब काहामबो रुजाकनाय असामुताइनि 13 जों सासा ओंगै तंथों त्रिपुरा हास्तिनि जत लोकरंनो असामुताइनि खा काहामियाफोर